हामी सबै शारदा नगरपालिका र एचआरडिसी को चाहिँ समन्वयमा यी चाहिँ अपाङ्गता भएका हैन जन्मिँदै चाहिँ शारीरिक रूपमा चाहिँ अपाङ्ग भएका साथीहरूलाई चाहिँ कसरी चाहिँ सेवा दिन सकिन्छ भनेर हामीले जुन प्रयत्न गर्यौं यो चाहिँ तपाईले पूर्ण रूपमा यसको लाभ लिनुपर्छ ताकि तपाईहरुले जुन चाहिँ शारीरिक समस्या भोग्नु परेको छ यसलाई हामीले गरेको सानो सहयोगले यो सानो सहयोग हो यो भन्दा ठूलो सहयोग त एचआरडिसी ले गरिरहेछ सहयोगले तपाईहरुको जीवन फेरि सहज हुन्छ भने हामीले किन नगर्ने त्यो चाहिँ पूर्ण लाभ यहाँले लिनु होला थुप्रै बालबालिकाहरूको नयाँ जीवन दिन शारदा नगरपालिकाले एउटा ठूलो अतुलनीय योगदान पुर्याएको छ त्यसको निम्ति अपाङ्ग बालस्थल पुनर्स्थापना केन्द्रले हार्दिक आभार प्रकट गर्दछ विशेष गरी हामी 18 वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालको उपचार पुनर्स्थापना गर्छौं आज हामी विशेष गरी यहाँ तपाईहरुलाई चाहिँ बनेपा जान अथवा सुर्खेत जान चाहिँ खर्च कम होस् नगरपालिका र हाम्रो सल्लाह अनुसार तपाईहरुलाई यहाँका जनताहरुलाई चाहिँ जति सक्यो घर दैलोमा सेवा दिनुपर्छ भन्ने उद्देश्यले हामीले चाहिँ यहाँ सेवा दिएका छौं